हेलो गाइज, स्वागत छ तपाईहरुलाई तपाईहरुको आफ्नै च्यानल जस्ट सेन्सेमा। म हुँ तपाईहरुको साथी तपाईहरुको दोमदाची। आज हामी लेसन 45 को भोकाबुलरी पढ्न गइरहेका छौं। सुरु गरौँ है त। त्यसैगरी सुरुमा रहेको छ आया मारी मास। आया मारी मास भने के हो? माफ गर्नुलाई के भन्छ? आया मारी मास भनेर भन्छ न। आया भने के हो? आया भनेको बच्चा हुर्काउने मान्छेलाई के भन्छ? आया भनेर भन्छ हैन। ओ आयालाई मार्यो हैन, आयालाई मारी र माफ माग्दै छ, त्यही भएर आया मारी मास भने के हो? माफ माग्नु। त्यसैगरी 2 नम्बरमा छ आई मास। आई मास भनेको भेट्नु अथवा पढ्नुलाई के भन्छ? आई मास भनेर भन्छ न। अब आई मास भनेको आई मास भनेको आइमाई भनेर सम्झिनु। आइमाईलाई के गर्नुपर्छ? हामी भेट्न जानु पर्छ, त्यही भएर आई मास भनेको भेट्नु। जस्तै जिक्कोनी आई मास भनेको दुर्घटनामा पर्नुलाई के भन्छ? जिक्कोनी आई मास भनेर भन्छ। जिक्को भनेको के हो? जिपको ब्रेक नलागेर के भयो? दुर्घटना भयो भनेर सम्झिने, त्यही भएर जिक्कोनी आई मास भनेको दुर्घटनामा पर्नु। त्यसैगरी 3 नम्बरमा छ सिन्जी मास भनेको विश्वास गर्नु अथवा भरोसा गर्नुलाई के भन्छ? सिन्जी मास भनेर भन्छ न। सिन भनेको के हो? सिन भनेको दृश्य हैन, जी भनेको दर्शन हैन। सिनको दर्शन गरेपछि अब त विश्वास भयो होला नि हैन, अब त भरोसा भयो होला नि भनेर भन्ने, त्यही भएर सिन्जी मास भनेको विश्वास गर्नु अथवा भरोसा गर्नु। त्यसैगरी 4 नम्बरमा छ यो इसी मास भनेको तयारी गर्नुलाई के भन्छ? यो इसी मास भनेर भन्छ न। अब टिचरले हामीलाई सोध्छ कि हैन, ए केटा तैँले जेएफटी को अथवा जेएलपीटी को तयारी कसरी गरिरहेछस् भनेर सोध्छ हैन। अनि हामीले के भन्छ? किताब अगाडि पुरै फैलाएको हुन्छ हैन, अनि के भन्छ? यो हेर्नुस् त तयारी गरिरहेछु म भनेर सम्झिने, त्यही भएर यो इसी मास भनेको तयारी गर्नु। त्यसैगरी 5 नम्बरमा छ क्यान्सरुसी मास भनेको रद्द गर्नु अथवा क्यान्सल गर्नुलाई के भन्छ? क्यान्सरुसी मास भनेर भन्छ न। अब क्यान्सल भनेको क्यान्सल भइहाल्यो, सिमास भनेको गर्नु हैन। क्यान्सल गर्नुलाई के भन्छ? क्यान्सरुसी मास भनेर भन्छ। 6 नम्बरमा रहेको छ उमाको इकिमास भनेको राम्रोसँग हुनु अथवा सफल हुनुलाई के भन्छ? उमाको इकिमास भनेर भन्छ न। हाम्रो एकजना दुश्मन थियो हैन, त्यसको नाम चाहिँ के थियो? उमा थियो हैन। उसलाई चाहिँ के गर्ने? कुट्ने हाम्रो प्लान थियो हैन, राम्रोसँग धुलाई हान्ने प्लान थियो। हो उमा भनेको त्यो केटीको नाम भइहाल्यो हैन। कु भनेको कुट्नु। उमालाई कुटेर इक आउने बनायौँ हामीले हैन। हामी हाम्रो प्लानमा के भयौँ? सफल भयौँ हैन। हामीले उसलाई राम्रोसँग धुलाई गर्यौँ, त्यही भएर उमा इकिमास भनेको राम्रोसँग हुनु अथवा सफल हुनु। त्यसैगरी 7 नम्बरमा छ होस्यो भनेको वारेन्टी पत्र अथवा ग्यारेन्टी पत्रले के भन्छ? होस्यो भनेर भन्छ न। होस्यो भनेको होस के? होस पुर्याउनु भनेको हैन। ए होस पुर्याउनु है, यसको वारेन्टी पत्र छैन नि, यसको ग्यारेन्टी पत्र छैन, फुट्यो भने फेरि फुटेको फुटै हुन्छ भनेर भन्ने, त्यही भएर होस्यो भनेको वारेन्टी पत्र अथवा ग्यारेन्टी पत्र। त्यसैगरी 8 नम्बरमा छ रेउ सिउ स्यौ भनेको रसिद अथवा रिसिप्टलाई के भन्छ? रेउ सिउ स्यौ भनेर भन्छ है। त्यसैगरी 9 नम्बरमा छ ओकुरी मोनो भनेको गिफ्ट अथवा उपहारलाई के भन्छ? ओकुरी मोनो भनेर भन्छ न। अब यसलाई चाहिँ कसरी सम्झिनु हुन्छ नि? हामीले एउटा गिफ्ट दिएको हैन, त्यसबाट चाहिँ के भयो? कुरी देखिने भयो हैन, त्यही भएर ओ कुरी देखिने रहेछ, यस्तो नि उपहार हुन्छ, यस्तो नि गिफ्ट हुन्छ भनेर सम्झिने, त्यही भएर ओकुरी मोनो भनेको उपहार अथवा गिफ्ट। जस्तै ओकुरी मोनो व सिमास भनेको उपहार दिनुलाई के भन्छ? ओकुरी मोनो व सिमास भनेर भन्छ। त्यसैगरी 10 नम्बरमा छ माची गाई देनुवा भनेको गलत टेलिफोन नम्बर, रङ नम्बरलाई के भन्छ? माची गाई देनुवा भनेर भन्छ। त्यसैगरी 11 नम्बरमा छ क्याम्पु भनेको क्याम्पलाई के भन्छ? क्याम्पु भनेर भन्छ भने। खाखारी भनेको जिम्मेवार व्यक्ति अथवा इन्चार्जलाई के भन्छ? खाखारी भनेर भन्छ न। अब खाखा तै त हो नि इन्चार्ज हैन, तै त हो नि जिम्मेवार व्यक्ति हैन, अलिकति बलियो हुनु पर्यो नि त हैन, त्यही भएर खाखारी भनेको जिम्मेवार व्यक्ति अथवा इन्चार्ज। त्यसैगरी 13 नम्बरमा छ च्युसी। च्युसी भनेको रद्द, निलम्बन अथवा क्यान्सललाई के भन्छ? च्युसी भनेर भन्छ न। अब च्युसी भनेको चाहिँ चुसी भनेर सम्झिनु कि हैन। ओ हाम्रो बद्रविष्ट छैन, बद्रविष्ट डान्सर, उसले चाहिँ आफ्नो डान्स पार्टनरलाई हैन घाँटीमा चुस दिएछ कि हैन, त्यही भएर उसको लाइफ पार्टनर चाहिँ त्यो क्यान्सल गरेर गई, ऊ चाहिँ रद्द गरेर गई के, त्यही भएर च्युसी भनेको रद्द, निलम्बन अथवा क्यान्सल। त्यसैगरी 14 नम्बरमा छ तेन। तेन भनेको अङ्क अथवा स्टोरलाई के भन्छ? तेन भनेर भन्छ न। अब ते भनेको 13, न भनेको नम्बर, 13 नम्बर कति आयो एक्जाममा भनेर सोध्ने, त्यही भएर तेन भनेको अङ्क अथवा स्कोर। त्यसैगरी 15 नम्बरमा छ रेबा। रेबा भनेको मेसिनको लिभर अथवा कलेजोलाई के भन्छ? रेबा भनेर भन्छ न। अब रेबालाई के सम्झिने? ए बा भनेर सम्झिने कि ए बा रक्सीले तेरो कलेजो पनि गइसकेछ भनेर सम्झिने, त्यही भएर रेबा भनेको मेसिनको लिभर अथवा कलेजो। त्यसैगरी 16 नम्बरमा छ एन साचु भनेको एनको बिललाई के भन्छ? एन साचु भनेर भन्छ न। अब एनको बिल भनेको एन भनेको जापानिज मुद्रा हैन, बिल भनेको बिल भइहाल्यो हैन। अब यति रुपियाँको बिल भयो सर भनेर भन्नको लागि यो एन साचुको प्रयोग हुन्छ है। त्यसैगरी 17 नम्बरमा छ च्यात्यो। च्यात्यो भनेको ठिकसँग अथवा नियमितलाई के भन्छ? च्यात्यो भनेर भन्छ न। अब च्यात्यो भनेको च्यातिनु हैन। अब यसलाई कसरी सम्झिनु नि? एउटा हाम्रो भाइ थियो हैन, त्यो भाइ चाहिँ हिजो डेटिङ गएको थियो कि हैन, अनि हामीले सोध्यौँ कि ए भाइ तैँले हिजो गर्लफ्रेन्डको ठिकसँग भयो कि भएन भनेर सम्झिने, त्यही भएर च्यात्यो भनेको ठिकसँग अथवा नियमित। त्यसैगरी 18 नम्बरमा छ क्युनी भनेको अचानकलाई के भन्छ? क्युनी भनेर भन्छ न। हतै भाइ चाहिँ हिजो डेटिङ गएको हैन, त्यसले चाहिँ हैन अचानक उठेर गएछ कि हैन, अनि किन गएको भाइ भनेर सोद्धाखेरि हैन उसको गर्लफ्रेन्ड चाहिँ के भइछ? मिन्स भइछ, त्यही भएर क्युनी भनेको अचानक। त्यसैगरी 19 नम्बरमा छ तानो सिमिनी सित्तैमास भनेको उत्सुकतापूर्वक पर्खिनुलाई के भन्छ? तानो सिमिनी सित्तैमास भनेर भन्छ। त्यसैगरी 20 नम्बरमा छ इज्जो देश भनेको यति मात्रै,
त्यति मात्रै हो भनेर भन्नको लागि इज्यौ देशको प्रयोग हुन्छ। त्यसैगरी 21 नम्बरमा चाहिँ खाखारिइन भनेको जिम्मेवार व्यक्ति अथवा कर्मचारीलाई के भन्छ खाखारिइन भनेर भन्छ न। यो इन भने चाहिँ के हो, इन भनेको चाहिँ के हो कर्मचारी अथवा व्यक्ति है हो। खाखारिइन भनेको जिम्मेवार भइहाल्यो, इन भनेको व्यक्ति, त्यही भएर खाखारिइन भनेको जिम्मेवार व्यक्ति अथवा जिम्मेवार कर्मचारी। त्यसैगरी 22 नम्बरमा चाहिँ कोर्सु भनेको कोर्स भइहाल्यो होइन, यो चाहिँ पढाइको कोर्सहरू हुन्छ नि हो, त्यसलाई के भन्छ कोर्सु भनेर भन्छ है। त्यसैगरी 23 नम्बरमा चाहिँ सुतातो भनेको स्टार्टलाई के भन्छ सुतातो भनेर भन्छ है। 24 नम्बरमा चाहिँ ई भनेको के स्थान अथवा र्याङ्किङलाई के भन्छ ई भनेर भन्छ होइन। त लास्ट होइन भनेर एउटाले सोध्यो होइन, ई हो मेरो र्याङ्क त फर्स्ट हो भनेर भन्ने क्या, त्यही भएर ई भनेको स्थान अथवा र्याङ्किङ। त्यसैगरी 25 नम्बरमा चाहिँ यु सौ सिमास भनेको प्रतियोगिता जित्नुलाई के भन्छ यु सौ सिमास भनेर भन्छ न। अब यु भनेको तिमी, स्याउ भनेको स्याउ भइहाल्यो होइन, सी भनेको हेर्नु तिमी स्याउ हेर्ने प्रतियोगितामा प्रथम भयो होइन, तिमीले स्याउ हेर्ने प्रतियोगिता जित्यौ भनेर सम्झिने, त्यही भएर यु सौ सिमास भनेको प्रतियोगिता जित्नु। त्यसैगरी 26 नम्बरमा चाहिँ नायामी भनेको पीर समस्या अथवा चिन्तालाई के भन्छ नायामी भनेर भन्छ न। नयाँ भनेको नयाँ, मी भनेको मिठाई होइन हो। साथीको गर्लफ्रेन्डको नयाँ मिठाई थियो होइन, मैले खाइदिएको मात्रै के थिएँ होइन, साथीलाई समस्या पर्यो, टेन्सन पर्यो, उसलाई पिर पर्यो, चिन्ता पर्यो, उसलाई सारा संसार ढल्यो उसको, त्यही भएर नायामी भनेको समस्या पिर चिन्ता। त्यसैगरी 27 नम्बरमा चाहिँ मेजा मासी भनेको घडीको अलार्मलाई के भन्छ मेजा मासी भनेर भन्छ न। अब जहिले नै हामीले घडीको अलार्म लगाएर सुत्यौँ होइन, जहिले पनि केटाहरूले के गर्दो रहेछ अफ गर्दो रहेछ होइन, अनि हामीले मोजा भनेको गनाउने मोजा माथि राख्यौँ होइन, अब त कसले अफ गर्छ होइन, त्यही भएर मोजा मासी भनेको घडीको अलार्म। त्यसैगरी 28 नम्बरमा छ नेमुरी मास भनेको सुत्नु अथवा निदाउनलाई के भन्छ नेमुरी मास भनेर भन्छ न, यो चाहिँ नेमासबाट आएको नेमुरी मास। 29 नम्बरमा चाहिँ मेगा सामे मास भनेको निन्द्राबाट बिउजिनु अथवा निन्द्रा खुल्नुलाई के भन्छ मेगा सामे मास भनेर भन्छ न। मे भनेको आँखा होइन हो, आँखा आउने बित्तिकै निन्द्रा खुल्यो अथवा बिउजियो भनेर सम्झिनु, त्यही भएर मेगा सामे मास भनेको बिउजिनु अथवा निन्द्रा खुल्नु। 30 नम्बरमा छ दाइगाकु सेई भनेको विश्वविद्यालयको विद्यार्थीलाई के भन्छ दाइगाकु सेई भनेर भन्छ। 31 नम्बरमा छ खाइतौ भनेको जवाफलाई के भन्छ खाइतौ भनेर भन्छ न। अब यसलाई कसरी सम्झिनु भने यही खोज्न त्योसँग मुखमुखी लागेको होइन, बल्ल खाइस् नि मुखभरि जवाफ भनेर भन्ने, त्यही भएर खाइ भनेको खानु, तौ भनेको त्यसको है हो, त्यही भएर खाइतौ भनेको जवाफ। 30 नम्बरमा चाहिँ नारी मास भनेको बज्नु अथवा आवाज निकाल्नु होइन। नारी भनेको आइमै मान्छे होइन, आइमै मान्छे चाहिँ जहाँ गयो नि बजेको बजै गर्छन् होइन, आवाज निकालेकै गर्छन्, उनीहरू चुप्प लागेर बस्नै सक्दैन क्या, त्यही भएर नारी मास भनेको बज्नु अथवा आवाज आउनु। त्यसैगरी 33 नम्बरमा छ सेतो सिमास भनेको सेट गर्नुलाई के भन्छ सेतो सिमास भनेर भन्छ न। सेतो भनेको सेट भइहाल्यो, सिमास भनेको गर्नु, त्यही भएर सेतो सिमास भनेको सेट गर्नु। 34 नम्बरमा छ सूर्य देमो भनेको तै पनि त्यसो भए पनि के भन्छ सूर्य देमो भनेर भन्छ है। 35 नम्बरमा छ याकी मास भनेको पोल्नु अथवा सेक्नुलाई के भन्छ याकी मास भनेर भन्छ न। अब हाम्रो साथीको चाहिँ घाउ भएको थियो होइन, पोलेको थियो, उसलाई चाहिँ सेकेको थियो भनेर हामीलाई थाहा छ, अनि कहाँनिर सेक्यो देखा न भनेर भन्दाखेरि साथीले प्यान्ट खोलेर याकी भनेर देखायो, त्यही भएर याकी मास भनेको पोल्नु अथवा सेक्नु। त्यसैगरी 36 नम्बरमा छ वातासी मास भनेको हस्तान्तरण गर्नु अथवा हातैले दिनु अथवा सिधै दिनुलाई के भन्छ वातासी मास भनेर भन्छ न। अब हेर्नु त नम्बर पनि कस्तो पर्यो 36 है। अब वातासी भनेको म होइन, मैले हातैले के दिएँ हस्ते होइन हस्तान्तरण दिएँ होइन, त्यही भएर वातासी मास भनेको हस्तान्तरण गर्नु अथवा हातैले दिनु। यसलाई चाहिँ अर्को तरिकाले पनि सम्झिन सकिन्छ होइन। वातासी भनेको म, मास भनेको मासिनु होइन, म चाहिँ मासिँदैछु के गरेर हस्ते गरेर होइन नि, फेरि हस्तान्तरण गरेर, त्यही भएर वातासी मास भनेको हस्तान्तरण गर्नु, हातैले दिनु अथवा सिधै दिनु। त्यसैगरी 37 नम्बरमा छ खाइत्ते किमास भनेको फर्केर आउनलाई के भन्छ खाइत्ते किमास भनेर भन्छ न। अब म चाहिँ खाएर आउँछु भनेर सम्झिने होइन, खाइत्ते भनेको खाएर किमास भनेको आउनु होइन, त्यही भएर खाइत्ते किमास भनेको फर्केर आउनु। सो गाइज आजको लागि यति नै, यस्तै नयाँ भिडियोको लागि जस्ट सेन्सेई च्यानल सँगै रहनु होला भन्दै आजको लागि बिदा हुन चाहन्छु। जय माता सीता।